मैले मेरो श्रीमतीको बीचमा अरू कसैलाई ल्याउनु मिल्दैन। जुन दिन हामीले बिहा गर्यौं हाम्रो हृदयको ढोकामा प्रवेश निषेध छ भनेर लेखेको हुनुपर्छ। के लेख्नुपर्छ रे हजुर? प्रवेश निषेध छ। यहाँ कतिजना जवानहरू मैले देख्दैछु एकदम जवान हुनुहुन्छ, तपाईलाई धेरैजना बहिनीले स्टिल मन पराउन सक्छ, तर तपाईले भन्नुपर्छ म चाहिँ विवाहित हो, प्रवेश निषेध छ, अरू कतै ट्राई गर्नु होला भन्नुहुन्छ। बुझ्नुभयो? परीक्षा आइरहेको छ, जवानहरू बिहा गरे पनि परीक्षा आइरहेको छ। फिलिपिन्स गएपछि मेरो श्रीमती सबैभन्दा छक्क परेको, म 27 वर्षको उमेर थिएँ, त्यही भएर त्यति ध्यानसम्मै हो। अनि एउटा जवान केटीले आएर मेरो श्रीमतीलाई भन्यो तपाईँको बुढोसँग म एक दिनको लागि डेटिङ जानु दिनु न भनेर भन्यो। मेरो श्रीमती 3 6 भयो। फिलिपिन्स एकदम ओपन कन्ट्री हो, त्यहाँ कुनै पनि केटीले आएर श्रीमानलाई भन्छ तपाईँसँग डेटिङ जानु मिल्छ भनेर। मेरो श्रीमती एसियाबाट आएको, नेपालबाट गएको, कस्तो भयो कल्पना गर्नुहुन्छ? 21 वर्षको केटीले आएर तिम्रो बुढोसँग डेटिङ जान्छु भन्छु। अनि मेरो श्रीमतीको रातो पिरो भयो, केही भनेन। अनि कस्तो मान्छे यो आएको यो भित्र भनेर भने अब